नमस्कार। आजको यस चर्चामा हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नेपालको एउटा पुरानो तर एकदमै उत्कृष्ट शैक्षिक पाठ जसले खानपानका सामान्य नियमलाई कसरी गहिरो स्वास्थ्य विज्ञानसँग जोडेको छ भन्ने देखाउँछ। आजकलको यो दौडधुपको समयमा हामीले के खाने, कसरी खाने भन्ने त लगभग बिर्सिसक्यौँ नि, होइन र? तर परम्परागत ज्ञानले स्वास्थ्यलाई सन्तुलित राख्ने गजबका उपायहरू सिकाउँछ। आउनुहोस्, यी पुराना तर आज पनि उत्तिकै सान्दर्भिक नियमहरूलाई अलिकति केलाएर हेरौँ। सुरुमा एउटा निकै रोचक शास्त्रीय भनाइबाट कुरा थालौँ है त। बिहान उठ्ने बित्तिकै पानी, दिनको अन्त्यमा दूध र भोजनको अन्त्यमा मोही पिउने हो भने डाक्टरको के आवश्यकता? सुन्दै अचम्म लाग्छ नि। यसले के स्पष्ट पार्छ भने हाम्रो परम्परागत चिकित्सा पद्धतिमा तरल पदार्थ पिउने समयलाई कति धेरै महत्त्व दिएको रहेछ। औषधिको सट्टा सही समयमा सही कुरा पिउनु नै स्वस्थ रहन काफी छ भन्ने यो अवधारणा साँच्ची नै एकदमै शक्तिशाली र प्रेरणादायक छ। आजको यस विश्लेषणमा हामी मुख्य गरी 6वटा कुराहरू समेट्नेछौँ। प्रयोगशालाको रूपमा शरीर, भान्सामा हुनुपर्ने भावना, ध्यानपूर्वक खाने नियम, पानी पिउने समय, विद्यार्थीहरूको लागि भोजन प्रतिबन्ध र अन्त्यमा स्वास्थ्यको मुख्य उद्देश्य। खण्ड 1, प्रयोगशालाको रूपमा शरीर। यो पाठको एउटा सबैभन्दा गजबको कुरा भनेको यसले भान्सालाई एउटा प्रयोगशालाकै रूपमा हेर्छ। सोचौँ त, जसरी एउटा ल्याबमा हालिने कच्चा पदार्थले नतिजा तय गर्छ नि, ठ्याक्कै त्यसरी नै हाम्रो शरीरमा जाने इनपुट अर्थात् हामी के खान्छौँ, कसरी खान्छौँ, कहिले र कति मात्रामा खान्छौँ, त्यसले सिधै हाम्रो शरीरको रासायनिक प्रतिक्रिया र समग्र स्वास्थ्य अर्थात् आउटपुट निर्धारण गर्छ। यो भनेको एकदमै वैज्ञानिक कुरा हो। खण्ड 2, भान्सामा हुनुपर्ने भावना। अब यहाँनिर एउटा एकदमै चाखलाग्दो कुरा आउँछ, भावशुद्धि। यसको मतलब खाना पकाउने व्यक्तिमा एकदमै शुद्ध र सकारात्मक भावना हुनुपर्छ। खाना मात्र शुद्ध भएर पुग्दैन के, पकाउने भान्सेको मन पनि त्यत्तिकै खुसी र शान्त हुनुपर्छ। तनाव वा रिसको बेला पकाएको खानाले शरीरलाई राम्रो ऊर्जा दिँदैन भन्ने निकै गहिरो विश्वास यसमा लुकेको छ। साँच्चै सोच्न बाध्य बनाउने कुरा छ नि। अनि मन शुद्ध भएर मात्र पनि पुग्दैन। मूल पाठले के कुरामा जोड दिन्छ भने बिहानदेखि बेलुकीसम्म खाइने कुराहरूको स्वच्छता र स्वास्थ्य सम्बन्धी पूरा ज्ञान भान्सेलाई हुनै पर्छ। एकपटक विचार गरौँ त, खानाको बारेमा यति धेरै ज्ञान र सकारात्मक सोच भएको व्यक्तिले पकाएको खानाले हामीलाई कति धेरै पोषण र ऊर्जा देला। खण्ड 3, ध्यानपूर्वक खाने नियम। खाना तयार भएपछि अब खाने कसरी त? यहाँ खाना खाँदा अपनाउनुपर्ने एकदमै कडा तर महत्त्वपूर्ण नियमहरू छन्। जस्तै खाना खाँदा एकै ठाउँमा स्थिर भएर बस्नुपर्छ अनि एकदमै शान्त भएर, अझ भनौँ मुखबाट त्यो चपचप आवाज ननिकाली खानुपर्छ। अर्को महत्त्वपूर्ण कुरा, खाना खाइरहँदा बीचबीचमा पानी पिउनु हुँदैन। यी नियमहरूले हाम्रो पाचन प्रणालीलाई त राम्रो गर्छन् नै, सँगसँगै हाम्रो मानसिक एकाग्रतालाई पनि बलियो बनाउँछन्। खण्ड 4, पानी पिउने समय। खानासँगै पानी पिउनु हुँदैन भनेपछि पानी कहिले पिउने त? यसको लागि प्राचीन निर्देशनहरू एकदमै स्पष्ट छन्। बिहान उठ्ने बित्तिकै पानी पिउने, खाना खाएको करिब आधा घण्टा पछि मात्र मोही वा पानी पिउने, अनि दिनको अन्त्यमा अर्थात् राति सुत्ने बेलामा चाहिँ दूध पिउने। यो तालिकाले पाचन प्रणालीलाई एकदमै सहज बनाउँछ र शरीरका विकारहरूलाई बाहिर निकाल्न मद्दत गर्छ। दैनिक जीवनमा यो सानो कुरा लागू गर्दा मात्रै पनि स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन सकिन्छ। खण्ड 5, विद्यार्थीहरूको लागि भोजन प्रतिबन्ध। अब कुरा गरौँ विद्यार्थीहरू अर्थात् विद्याभ्यासीहरूको लागि बनाएका विशेष नियमहरूको। यो सुन्दा अलि अचम्म लाग्न सक्छ, तर विद्यार्थीहरूलाई गुन्द्रुक, गलेको अचार जस्ता पुराना र अमिला खानेकुराहरू नखान विशेष चेतावनी दिएको छ। किन त? किनभने यसले ताजा खाना र पढाइमा चाहिने एकाग्रता बीचको सिधा सम्बन्ध देखाउँछ। बासी वा धेरै अमिलो खानेकुराले शरीरमा आलस्यता ल्याउँछ र दिमागको तीक्ष्णतालाई अलिकति सुस्त बनाइदिन्छ। त्यसैले त अध्ययन गर्नेहरूलाई यस्ता कुराबाट टाढै रहन सुझाइएको हो। खण्ड 7, स्वास्थ्यको मुख्य उद्देश्य। अन्त्यमा यी सबै नियमहरू किन पालना गर्ने त भन्ने कुरा गरौँ। एउटा निकै सुन्दर संस्कृत भनाइ छ, शरीर माध्यम खलु धर्म साधनम। यसले यो सम्पूर्ण पाठको सार नै बोकेको छ। यसको अर्थ हो कर्तव्य र सत्कर्म पूरा गर्नको लागि शरीर नै प्रमुख साधन हो। यसले हाम्रो शारीरिक स्वास्थ्यलाई एउटा सामान्य जैविक वा मेडिकल कुरा मात्र नभई एकदमै ठूलो आध्यात्मिक र नैतिक आवश्यकताको रूपमा चिनाएको छ।
संसारमा जुनसुकै राम्रो काम गर्नको लागि पनि पहिलो शर्त भनेकै स्वस्थ शरीर नै हो। विशेष गरी युवाहरूलाई लक्षित गर्दै यो पाठले के सिकाउँछ भने यी नियमहरू अपनाएर शरीरलाई स्वस्थ राख्नु नै एउटा उद्देश्यपूर्ण जीवनको पहिलो खुट्किलो हो। कुरा एकदम सरल छ। जब हाम्रो आहार स्वस्थ हुन्छ तब शरीर स्वस्थ हुन्छ, अनि जब शरीर स्वस्थ हुन्छ नि तब मात्र जीवनका जस्तो सुकै ठूला लक्ष्यहरू पनि सजिलै हासिल गर्न सकिन्छ। त्यसैले जाँदा जाँदै एउटा प्रश्नमा विचार गरौँ। दैनिक रूपमा ध्यानपूर्वक र नियममा रहेर भोजन गर्ने एउटा सामान्य कार्यले हाम्रो सम्पूर्ण जीवनको उद्देश्य र सफलतामा कति ठूलो प्रभाव पार्छ होला? हामीले खाने हरेक गाँस र पिउने हरेक थोपा केवल भोक र तिर्खा मेटाउन मात्र होइन, हाम्रो जीवनको उच्चतम सम्भावनाहरूलाई आकार दिन पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यो गहिरो कुरा मनन गर्दै आजको यस विश्लेषणलाई हामी यहीँ बिट मार्छौँ।